Okay, let's go for another match. You make and give the ID. तर हो क्या दाइ होइन त्यो भ्यूको लागि मात्र ठिक रहेछ क्या त्यो हुन्छ नि त्यो हिमालको भ्यू सक्यो Now Asia and again Europe, okay? I will make Asia now, bro. I will make Asia. Just बिटी चल्दैछ हैन जिन्दगी यसले रिप्लेसले नि भनिदिन्छ होला क्या पोखरा अलि झाटु लायो भनेर अनि झापाको एउटा राम्रो कुरा भनौँ त अरे ले झापामा सबै राम्रो छ पसलहरू त एटलिस्ट थाहा हुन्छ नि के कहाँनिर छ अनि पोखरा कस्तो होला तल मैले पसल भन्दै लाएँ म कस्तो टाइम लाग्छ ल I will die. No problem. It's okay. Newbies, wait, okay? They're gonna play best of 3. After that finish, I will invite you, okay? You're gonna play. Then winner stay, okay? दा यो प्यारेला लायो भने म निस्किन्छु ल रिप्लेस आयो त्यो आउँदैन त बिहान छ त प्यारेललमा भाइ क्लबमा उठाउने जाने हो के नै के को क्लब जानु अरे होइन होइन पोखरा राम्रो छ कि पोखराको फेवाताल अनि पोखराको नेक्स्ट टुर्नामेन्ट कहिले त हामी खेल्न पाउने कि नै उसले मात्र पोखरालाई जोगाएको सोलो कान्छ मनी आउँछु ल प्यारेललमा अरे जापालीको गफ बेग्लै ब्रो फोन त होइन कन्टेनर सबै देख्छ लामो अरे फोनै हो भाइ यार फोनै हो एङ्ग्री भाइ नेक्स्ट टुर्नामेन्ट कहिले दाइ हामी खेल्न पाउने कि नै नेक्स्ट टुर्नामेन्ट चाहिँ डुओ रहेछ भेनम भाइ नेपालबाट 3टा स्लट जति जान्छ होला अब अति नै पागलै ग्राइन्ड हान्दियो भने तिमीले राम्रो खेल्छौ भाइ अब हेरौँ न पागलै ग्राइन्ड हान्दिएर अब पागलै हान्न थाल्यो भने त भाइ अब दिनै पर्छ स्लट होइन पागलै हान्दिनु पर्छ तर डुओमा झन् गाह्रो हुन्छ अनलाइन हान न दाइ झापामा लोड सेटिङ र गर्मी बाइक के छ अरे तर पोखराको केटीहरू लास्ट राम्री हुन्छ यार अरे झापामा लोड सेटिङ र के भन्नु यसलाई यो जिन्दगी जे आएकोहरूलाई यो थाहै हुँदैन के मेरो बुढो हो अरे हो सोलो पागल हो हान न एउटामा म र एङ्ग्री भतिज होला अरे अब एङ्ग्रीले यो टुर्नामेन्टमा राम्रो पर्फर्म गरौ भने त हो नि काइरो भाइ राम्रो पर्फर्म गरेन भने त अनि के आधारमा स्लट दिने एङ्ग्रीलाई भन त हान्छ होला भाइले त्यही त यो भाइले प्रुभ गर्नु पर्यो यो टुर्नामेन्टमा अब डुओमा त फ्री स्लट नदिउँ होला फ्री गरे फ्री स्लट भन्नाले कस्तो ओइ अब एङ्ग्रीले बिटी हान्छ यार त्यसको टेलिग्राम स्लेरिग्राममा हारेर के गर्छ अब टप 5 वर्ल्डलाई पनि सोधियो भनेर क्वालिफाई गरेर खेलाउनु डुओमा होइन अब के भन्छ हेरौँ न त्यति पनि दा या बोइले त 10 को लिडले हान्दिरा पेप्टेलाई कहिले अझ त्यो आइजेन त झन् साइको छ अरे त भाइ ए आइजेनै होला आइजेनै भनौँ आइजेनै साइको छ अरे भाइ आइजेन त्यस्तो छैन पेप्टे र जेरी हो खतरा त्यहाँ सन्ध्या बहिनीको कमेन्ट हेर न सन्ध्या बहिनीको टिकटकमा गएर कमेन्ट हेर त दाइ पोखरा चाहिँ राम्रो हो कि तर क्लब चाहिँ के हो यहाँनिर यहाँ रे आइजेन हो कि के हो म्यान यु गोट लुक इन टु द एट आइजेन गाई डिभाइस हि प्लेज इन सेन्ट डु हिज डिभाइस चेक एन्ड चेक एभ्री कर्नर अफ डिभाइस अरे आइजेनलाई हेर्दै जानु फ्रिडम डिस्ट्रिक्ट छ हो रुक्नु पोखरा आउँछन् अनि लेग साइड मात्र जान्छन् पैसा जति त्यही सकिन्छ अनि लेग साइड बाहेक केही छैन रेनको लाइफमा आज एङ्ग्री भाइलाई भेटेको एङ्ग्री भाइको चाहिँ के छ भने अहिलेको यो भाइले ओभर इन्ट्रेस्ट देखाएको छ क्या
यो भाइलाई हेरेर पनि थाहा हुन्छ कि अब यो भाइ अरूको त्यो इन्टरनेसनल गेमहरू हेरिराख्ने त्यस्तो गरिरहेको छ कि यो भाइले सो लर्न गर्दैछ क्या यो भाइले बुझ्नु भएन अझै यो भाइले लर्न गर्न बाँकी छ अझै गर्छ यो भाइले तर त्यो हुन्छ नि हङ्गर चाहिँ छ क्या हल्का रोनक भाइको भाइब्स चाहिँ दिन्छ घरिघरि यो भाइले तर सर्भर त्यो त हो यार दाइ तर यो भाइले गर्छ फ्युचरमा राम्रै गर्छ कुन पोस्टमा देखिने दाइहरू त्यहाँ कमेन्ट छ त त्यो टुर्नामेन्टको पोस्टमा क्या टाइसिटमा बाटोमा पर्छ भन्छन् होइन कहिले काहीँ त्यस्तो भाइब दिन्छ त भाइले रनमती बानीले आई थिङ्क फ्रिडम भर्सेस आइजन वाज 15-1 के छ भन्नु त उयो छ क्या त्यो एम इन्चेन छ चेक डिभाइस यसको डिभाइस चेक गर्नु यताउता भन्दै थियो क्या रिसेन्टली त्यस्तो भएको हुनसक्छ क्या त्यो प्लेयर काइरो भाइ अन्डर इस्टिमेट गरेर खेल्नु चाहिँ हुँदैन पऱ्यो भने चाहिँ हुन त त्यही हो तर तिमीले नि कटप्पावाला भाइब्स दिन्छौ यार प्याटहरू अनि त झाँटुले चाहिँ धरानको काले बुङ्गुर जस्तो घरा हिँड्ने क्या दाइ त्यो चित्तो अन्त हो कि तर धरानीवाला बुङ्गुरको भाइब्स दिन्छ नि त यसले ज्ञान हेर न रनमतीको छोरीको त्यो प्यात्त परेको छाम्दा पनि त्यो हुन्छ नि आम्मामा त्यो लड्कीको हात कस्तो हुन्छ सुमसुमाउँदाखेरि होइन त्यस्तै क्या सेम यो वर्ल्ड टप 5 और वर्ल्ड टप 5 के जी ब्रो जी धरानको कालो बुङ्गुर कुकुडाले दामी राखिदिएको छ ब्रो आई कान्ट एसिया सर्भर पोस्ट हाल्ने भयो अब लास्ट युरोप नाउ अरे ल युरोप पनि खेलिदिउँ न त ओके गो फर युरोप मेक द रुम ब्रो मेक द रुम नाउ आई थिङ्क यो वार्म अप हेज बिन डन ओके ओके लेट्स प्ले वान मोर युरोप लेट्स गो मेक द रुम नाउ गुड वान एङ्ग्री भाइ कहिले काहीँ फेरि भाइले यस्तो राम्रो काम गर्छ कि रनमतीको छोरी यो भाइलाई रनमती फेरि संसार दिन जस्तो पनि लाग्छ फेरि तर सिक्नु चाहिँ पर्यो है एङ्ग्री भाइ जित्नु चाहिँ पर्यो नि यो पनि अब टुर्नामेन्ट कहिलेदेखि दाजु अरे अब खोइ हाम्रो 8 तारिकबाट छ यो ओबिटोलाई टिडिएम बोलाउँदा अङ्कल किल दिन्न क्लासिकमा अरे बिटी धेर रहेछ यो वर्ल्ड 5 को एङ्ग्री भाइको खतरा भिडियो आउने भयो अब इट्स नट अबाउट फलोवर्स ए भयो नि अलि हनाइ हुन पर्यो अलिक कम भएन र आइप्याडबाट मोबाइलमा सिफ्ट भएको रे कपाल कुर्यो आज अरे के भन्नु कति बोल्न थाले त्यो झन् अझ टुरमा लगेपछि त यसलाई होइन घुमाएर ल्याएपछि त यति बोल्न थालेको छ कि म चाहिँ मुख बन्द भयो भने कन्डैबाट पड्किउँला जस्तो गर्छ यार धनी काले बुङ्गुर मुरी थुक्क त्यो टुरबाट आएपछि त होइन मुख बन्द भयो भने कन्डैबाट बोलिदिउँला जस्तो गर्छ यार काइरो नेपाल #1 होइन नै नेपाल #1 भनेर त बेस्ट भाइ नै हो अझै पनि माया धेर भएछ जस्तो छ त्यस्तै लाग्यो मलाई कि तैँले दाइलाई कपाल छैन भनेर हेप्न खोजेको होस् सेके खाने होस् अरे अर्को छ क्या फेरि एउटा नमुना रनमती फेरि यो 17-18 को पुच्छे यो कोकोडाइल र रिफ्लेक्स सेम उमेर होइन रिफ्लेक्स हुँदैन ब्रदरहरू हुन्छ
यो क्रोकोडाइल र रिफ्लेक्स सेम उमेरको होइन? भाइहरू हो क्या दाइ भाइहरू? म 21 हो, यो 19 अरे। त्यो पनि 21 नै हो, 24 हो अरे होला अरे। मेरो लौडा हुन्छ त्यो झाँटे 24। ओला 20 हो अरे, 24, 20, 21। भोलि प्रो म्याक्समा खेल्ने रहेछ आइजेन हो। त्यसो भए सकिन्छ भाइ, इजी हो काइड भाइ। अस्ति मलाई 24 भन्दै ओलाले त्यो बिटिहाल्छ नि। काइड हो भाइ, गिफ्टर भएर केही छैन अचेल यार। भाइ म चाहिँ 15 हो। थ्याङ्क यू काइड भाइ, थ्याङ्क यू। कता स्कुल जानुपर्छ सुतेको ल। हात वार्म अप भएको थिएन अरे, अब वार्म अप भयो नि होइन यसको। युरोपमा कस्तो हान्दो रहेछ ल हेरौँ अब। हेरौँ न, अझै नि 24 भन्छ। एङ्ग्री भाइले चाहिँ के सिकिसकेको छ भने नि केटा हो थाहा छ, यो बाहिरको गेम एडप्ट गरिसकेको छ क्या लगभग। अब एङ्ग्री भाइले कसरी खेल्नुपर्छ यिनीहरूसँग भन्ने बुझेको छ क्या। कोइन चोरेर गएको छ होइन, जिन्दगी ग्राइन्ड गर्न स्टार्ट हो अरे। एङ्ग्री भाइले त्यो चाहिँ गरिरहेछ क्या। हेर्नु न अझै नि 24 भन्छ दाइ। 24 हो अरे। अब 3 वर्षपछि लाग्छ यो 24। इन्डियन कास्टर भएपछि यही हो। तेरो बाउ इन्डियन हो खाते, त्यही भएर तरवनमा देखिसक्यो धोती जस्तो देख्छस्। बोलिस् फेरि झाँटु। मसँग एज गराउन लागेको होला। म फ्रिक भन्दा नि ठुलो हो। म तिमीलाई केही भने प्याट अरे। अनि त्यो कसलाई भनेको? इन्डियन कास्टर भएपछि यही हो अरे। इन्डियाको बिहारको अरे। अब तिमी आफैले त्यस्तो सोचौ के भनौँ अरे। आफू डन हो र सबलाई थर्काउँछौ त, डनै हो। दुईजनाले चाहिँ कस्तो सेके खान्छन् जस्तो फिल आउँदैछ केटा हो। किन बिस्तारै ट्रिगर हुँदैछु क्या म। अलि ट्रिगर हुँदैछु क्या होइन। अहिले राष्ट्रिय भाषामा म बोल्न थाल्छु क्या एकछिनमा। फ्लावर फेरि फ्रिकलाई डिस हान्ने कुर्ने बस्ने रहेछ। त्यसको पनि अहिले सेकाइ हुन्छ धेरै बोलेपछि। दाइ म 20 किलोमिटर हानेर आउँछु है। बुढेसकालको उमेर भयो नि, डर नै हो बुढो त। अब सेलेक्सन आउन धेरै छैन। सक्दैन यसले एङ्ग्री भाइलाई। एङ्ग्री भाइको यो लेग पिक लास्ट साइडको हान्न थालेको छ क्या। लास्ट साइडको हान्न थालेको छ क्या। यसलाई जिन्दगीभरलाई ब्लक हानिदिन्छु ल म। आजदेखि अब जिन्दगीभरलाई ब्लक बोल। अलिक बढी माया भएछ भाइहरूलाई। फुच्चेहरूलाई अलिकति घुमाएको माया बढी भएछ। बाइकमा 20 किलोमिटर हुँदैन, कुद्नु पऱ्यो खुट्टाले अरे मान्छे जसरी। ए फ्रिक्सर T5 को एउटा भाइको ट्रन पनि राखिदिउँ न है अरे। हुन्छ सरी यार दाइ अरे। बना कतिवटा बनाउँदैछु गाडी हेरौँ ल।
म्युट होइन ब्लक हो ब्लक कहिले काहीँ त लिमिट क्रस गरेर भाइ भतिजीहरूले टाउकोमा टेक्ने गर्छन् के औकातमा ल्याउनु पऱ्यो नि त हुँदैन चान्स ब्रुसली नो चान्स नाम्ने भाइचारा थियो बिचारा विजिट ब्रो -1 फर वाट डराएर होइन डराउनु किन पऱ्यो र म के भन्दिनँ नि Waste shield, it's half damage. Oh, -1 bro, -1 छोडिदिउँ न यसलाई -1 नै भन्न दिउँ न अब 5 पोइन्टको लिड छ लामा के कमब्याक हान्ला यसले ए तिमी हान्छौ त बिचबिचमा हान न अब हेर न कपी लिङ्क हान्दै छ अघिसम्म कमेन्ट हान्दै थियो अरे होइन हौ त्यो सपोर्ट गरेको हो ठेट डराउँछ किन डराउँछ क्या डराउन चाहिँ मैले के गर्छु र यसलाई यो चाहिँ यस्तो छ क्या क्रोकोडाइल कस्तो छ भने नि एकचोटि नगर भनेपछि नि धेरै बेरसम्म गर्दैन क्या अनि एकछिनपछि आउँछ जिस्काउनलाई होइन त्यो अर्को चाहिँ ढिट हो क्या यसले चाहिँ त्यो एकचोटि नगर भनेपछि एकछिन चुप लाग्छ त्यो चाहिँ लाग्दैन के किनभने त्यो धरानी बुङ्गुर हो नि त त्यही भएर दे प्लेइङ टर्नी अर इज इट फर्स्ट टु जोइन रुम अनि म तालु अरे भर्खर 21 रहेछ फेरि कुरा त पोखराको डन्नै जस्तो छ रिफ्लेक्सलाई चाहिँ नगर भन्यो भने झन् गर्छ वे टु रारा ऊ आएर कपी लिङ्क हान्दैछ नि यो रिफ्लेक्स हो अब यसले यहाँ कमेन्ट ब्लक हान्छ अहिले चाहिँ को गयो अरे काइडो ब्लक खायो म्युट काइडोले ब्लक खायो म्युट खायो म्युट अस्तिको रिसै मरेको छैन नि त मेरो अनि Okay, GG bro, Twin, GG man. You could have played in iPad man. Angry is too good right now bro. Angry is too good really.